नमो नारायण सम्पूर्णमा सदाका झैँ आज पनि म आजको राशिफल कार्यक्रम लिएर उपस्थित भइसकेको छु। यहाँहरूले आजको राशिफल कार्यक्रमलाई सुनेर हेरेर साथ दिनुहुनेछ भन्ने आशाका साथ आजको कार्यक्रमलाई अगाडि बढाउनका लागि अनुमति चाहन्छु। अब सुरु गरौँ आजको पञ्चाङ्गदेखि। आज मिति 2082 साल 2 महिना 10 गते, तदनुसार 2025 5/24, ज्येष्ठ महिना कृष्ण पक्ष, द्वादशी तिथि शनिबार। सूर्योदय बिहान 5:14 जाँदाखेरि रहेको छ भने सूर्यास्त बेलुका 18:44 जाँदाखेरि रहेको छ। आज नक्षत्र रेवती नक्षत्र रहेको छ भने योगमा आयुष्मान योग परेको छ। करण कौलव करण रहेको छ भने चन्द्रमा मीन राशिमा रहेका छन्, सूर्य वृष राशिमा रहेका छन्। आनन्दादि योगमा धाता योग परेको छ। आज बिहान 5:14 देखि 6:56 काल बेला रहेको छ। यो समयमा कुनै पनि शुभ कार्यहरू नगर्नु नै उत्तम हुन्छ। त्यसपछि बिहान 6:56 देखि 8:37 शुभ बेला रहेको छ। यात्रादिको लागि यो समय ठिक रहेको छ। 8:37 देखि 10:18 रोग बेला रहेको छ। 10:18 देखि 11:59 उद्वेग बेला रहेको छ। 11:59 देखि 1:41 चर बेला रहेको छ। 1:41 देखि 15:22 लाभ बेला रहेको छ। त्यसै गरी 15:22 देखि 17:03 अमृत बेला रहेको छ। 17:03 देखि 18:44 काल बेला रहेको छ। कुनै पनि शुभ कार्य गर्नका लागि, यात्राहरू गर्नका लागि हामीहरूले काल बेला, रोग बेला, उद्योग बेला र चर बेलालाई त्याग गर्नु उत्तम हुनेछ। भने शुभ बेला, लाभ बेला र अमृत बेलामा कुनै पनि कार्यहरू गरिन्छ भने त्यो शुभ हुनेछ। भने आज चन्द्रमा उत्तर दिशामा रहेका छन् भने यात्राको लागि दक्षिण दिशाको यात्राको लागि भगवान प्रभु सोमबार शनि दक्षिण दिशाको लागि यात्रा शुभ रहेको छ। अब हामी लागौँ आजको राशिफलतर्फ। सुरुमा मेष राशि। मेष राशि हुने जातकहरूको लागि आजको दिन समय त्यति अनुकूल छैन। अनावश्यक झै झगडामा पर्न सक्ने देखिन्छ। मनमा अकारण पीर चिन्ता तथा विचलनको स्थिति नबन्ला भन्न सकिन्न। प्रेम सम्बन्ध त्यति राम्रो देखिँदैन भने व्यर्थमा धनको व्यय हुने, क्रोध उत्पन्न हुने समय परेको छ। अनावश्यक भ्रमण भई दैनिक कामकाजमा पनि व्यवधान उत्पन्न हुने र मनमा असन्तोष बढ्ने समय परेको छ। नयाँ काम सुरु गर्न समय त्यति ठिक नभएकाले धैर्य धारण गर्नु उचित हुनेछ। वृष राशि। वृष राशि हुने जातकहरूका लागि आजको दिन विभिन्न कार्यहरू सम्पन्न गर्न, धन बुद्धि तथा कुनै कार्य गर्नु अगाडि विशेष विचार पुर्याउनु बुद्धिमान ठहरिनेछ। मिथुन राशि। मिथुन राशि हुने जातकहरूका लागि आजको दिन धन सम्पत्ति प्राप्त हुने योग परेकाले आर्थिक स्तर सुधार हुनेछ भने मन अस्थिर रहने देखिन्छ। विपरीत लिङ्गी साथीको सहयोगले कार्य सम्पादनमा सहयोग पुग्नेछ। मन धर्म कर्मप्रति धेरै आकर्षित रहनाले भगवानको कृपा प्रसाद प्राप्त हुनेछ। तपाईँको बाणीको प्रभावले नजिकका इष्टमित्रहरू प्रभावित रहनेछन् भने मन एकाग्र नभएकाले केही कार्यहरू बिग्रिने सम्भावना देखिन्छ। कर्कट राशि। रोकिएका कार्यहरू बन्नेछन्। मनमा शान्ति रहनेछ भने पराक्रममा वृद्धि हुनेछ। भाइ बन्धुहरू सन्तुष्ट रहनेछन् भने आँटेका कामहरूमा भाइ बन्धुको सहयोग लिनु उचित हुनेछ। धार्मिक तथा साहित्यिक क्षेत्रको उन्नति प्रबल रहेको देखिन्छ। पठन पाठन तथा लेखन कार्यमा विशेष रुचि पर्ने छ भने समग्रमा आजको दिन शुभ रहनेछ। सिंह राशि। मानसिक तथा शारीरिक सुख अनुभूति हुने देखिन्छ। विभिन्न परिकारहरूको रस स्वादन गर्ने अवसर जुर्नेछ। अर्थोपार्जनको समय रहेको छ भने सवारी साधन, घर जग्गा आदिबाट प्रशस्त शारीरिक तथा आर्थिक लाभ मिल्ने देखिन्छ। स्वास्थ्यमा भने केही समस्या रहनेछ। आफ्नो स्वास्थ्यको राम्रो ख्याल गर्नुहोला। इष्टमित्रहरूको सहयोग तथा
आमाको आशीर्वादले कार्यहरू बन्ने देखिन्छ। कन्या राशि हुने जातकहरूका लागि आजको दिन राज्य पक्षबाट बौद्धिकता र योग्यताको कदर हुने दिन देखिन्छ। सन्तान तथा प्रेमी प्रेमिकाको सहयोगले कार्य सम्पादनमा सहज हुने आकलन गर्न सकिन्छ। शैक्षिक क्षेत्र उज्जवल रहनेछ भने प्रेममा सफलता मिल्नाले मन प्रसन्न रहनेछ। बहुमूल्य धातु तथा रत्न आभूषणको प्राप्त हुने तथा यिनीहरूको कारोबारबाट आर्थिक स्तरको सुधार गर्न सहयोग पुग्नेछ भने मनमा शान्ति रहनेछ। तुला राशि व्यापार व्यवसायबाट प्रशस्त आर्थिक लाभ प्राप्त हुनाले आर्थिक स्तरको अपेक्षाकृत सुधार देखिनेछ। जीवनसाथी अथवा प्रेमी प्रेमिकाको यथोचित सहयोगले मन प्रसन्न रहनेछ तथा आर्थिक कामहरूमा सहजताको महसुस हुनेछ। खानपान तथा भोजभतेरमा ज्यादा समय खर्च हुने देखिन्छ भने मनोबल उच्च रहनाले जस्तो सुकै कार्यमा पनि सफलता पाउने योग परेको छ भने शत्रु भए पनि देखिन्छ। वृश्चिक राशि हुने जातकहरूका लागि आजको दिन धार्मिक व्यक्तिहरूसँगको भेटघाट भालाकुसारी हुनुको साथै अतिथिको रूपमा स्वागत गर्न पाउँदा मन प्रफुल्लित रहनेछ। आध्यात्मिक जागरणको दिन परेको छ। भाग्य अनुकूल रहनाले गरिआएका कार्यहरूमा स्तर उन्नति तथा नभए तथा अड्किएका कार्यहरू पनि सफल हुने दिन परेको छ। जप तप साधना तथा सिद्धि जस्ता कुराहरूमा वृद्धि हुनेछ भने प्रेम तथा विपरीत लिङ्गीको सहयोगमा वृद्धि हुनेछ। व्यापार व्यवसायबाट अपेक्षाकृत मुनाफा आर्जन हुने देखिन्छ भने शैक्षिक क्षेत्रमा उच्च सफलताको योग परेको छ। धनु राशि अनावश्यक धन खर्च हुनेछ भने मनमा अनेक थरीका कुराहरू खेलिरहनाले मन दिनभरि नै अशान्त रहनेछ। चिसो तथा पानीबाट जोगिनु पर्नेछ। आफ्नो काममा मन नलाग्ने तथा मन विचलित हुने देखिन्छ। सर्दी रुगाखोकी आदिले सताउने छन् भने सकेसम्म आज नयाँ कामहरू सुरु नगर्नु नै उत्तम हुनेछ। यदि सुरु गर्नै परेमा आफ्नो इष्टदेवताको स्मरण गरेर मात्र सुरु गर्नुहोला। मकर राशि हुने जातकहरूका लागि आजको दिन धार्मिक व्यक्तिहरूसँगको दिन परेको छ। भाग्य अनुकूल रहनाले गरिएका कार्यमा स्तरोन्नति तथा नभएर अड्किएका कामहरू पनि सम्पन्न हुने दिन परेको छ। जप तप तथा साधना जस्ता क्षेत्रमा वृद्धि हुनेछ। प्रेम तथा विपरीत लिङ्गीको सहयोगमा वृद्धि हुनेछ। व्यापार व्यवसायबाट अपेक्षाकृत मुनाफा आर्जन हुने देखिन्छ भने शैक्षिक क्षेत्रमा उच्च सफलताको योग परेको छ। कुम्भ राशि नेतृत्व तह अथवा विशिष्ट व्यक्तिहरूबाट सम्मान प्राप्त हुने दिन देखिन्छ। अधुरा कार्यहरू पूर्ण हुनेछन् भने आँटेका कार्यहरू पनि सफल हुनेछन्। सेवारत पदमा पदोन्नति अथवा कार्यमा स्तरोन्नति प्राप्त हुनेछ। व्यापार व्यवसायबाट पनि अपेक्षाकृत सफलता गर्नलाई शुभ समय परेको छ। शिक्षा क्षेत्र सफल रहनेछ। मीन राशि दाजुभाइ तथा कुल कुटुम्बबाट अपेक्षाकृत सफलता प्राप्त हुनेछ। शैक्षिक क्षेत्रमा उत्तम सफलता प्राप्त हुनेछ। विपरीत लिङ्गीको सहयोग तथा प्रेम सम्बन्ध प्रगाढ रहनेछ। मन स्थिर रहनाले आँटेका कामहरू सफल हुनेछन् भने काममा दाजुभाइको साथ रामबाण साबित हुनेछ। व्यापार आदिको क्षेत्रबाट राम्रो नतिजा आउनेछ भने शारीरिक तथा मानसिक रूपमा सशक्तिकरण हुने दिन देखिन्छ। हस्त नमो नारायण। धन्यवाद।